जान्छु पछि जान्छु जताततै उल्टो माथितिर जान खोज्यो तलैतिर गुल्ट्यो अघि बढ्न खोज्यो भने सबले खुट्टा तान्ने राम्रो गर्न खोज्दा खोज्दै मेरै टाउको हान्ने बच्चादेखि बुढाले नि आफ्नै बारे सोच्ने दुखी र पीडित भेटे उल्टै मुखमै खोज्ने घरमा छँदा ठुलो स्वरले सबैसँग भुक्छन् बाहिर जान पर्यो भने घोप्टो परि झुक्छन् साथी उस्तै समाज उस्तै देश पनि उस्तै सोझा साझा बन्नेलाई नि विकृतिमा मुल्दै भन भगवान कहाँ खोजु जिन्दगीको मोल आउ साथी सबै मिली हेरौ गन्जा गोल आउ साथी सबै मिली हेरौ गन्जा गोल गन्जा गोल गन्जा गोल गन्जा गोल गन्जा गोल मलाई छोडेर किन गयो अब म तिमी बिना एकपल पनि बाँच्न सक्दैन यसो कल्पना मोबाइल दाइटर उठि कहाँ जानुभएको छ र सुधाएर अबे हो रहेछ त कतै नराम्रो काम त गर्दैनन् ए कल्पना डर लाग्छ मलाई त डर लाग्यो अब म तिमीसँगै आउँदैछु स्वर्गमा अनि स्वर्गमा आउँछु भेटौँला म तिमी बिना एकपल पनि बाँच्न सक्दिन ए भूपाल दाइ के गरेको यस्तो मलाई छिरै के गर्नु भएको तपाईले यस्तो मलाई यो छोड्दै मलाई यो संसारमा एक्लो बाँच्न मन छैन एक्लो रे हामी पनि त छौँ नि दाइ मलाई बाँच्नै मन छैन छोड्दियो पानी पिउनुस् त पिउनु कुरा चाहिँ किन लिएको पुरानो कुरा सबै भुलोस् अब नयाँ जीवनको सुरुवात गर्ने होला त्यति धेरै चिन्ता नगर्नुहोस् न दाइ साथ दिने हामी पनि छौँ नि हो नि होइन तल जाम कि उता जाम गाउँमा पनि खसी बाख्रा काट्ने मान्छे कहाँ गएछन् खोइ मासु खाने मन त कल कल लाग्थ्यो कता जामे उता जाम भने लङ्का सुन्छ कान मेरो बुझ्छै खुट्टा दुख्छन् जाँदा जाँदै तलै जानु पर्छ जस्तो छ होइन मासु त खानै पर्छ
कति ढोग्ने हो के बिहानै आटा ढोगै छु रोजगारी चाहियो इलाम गर्न पर्यो के सबैले हेपे मलाई सुही बनाउनु पर्छ के म ढोगिरहेछु एउटा रोजगारी मिलाइदेऊ के रोजगारी खोलो मिलो जङ्गल साहब यहाँ आउनु क यहाँ आऊ का कहिले मन्दिरमा नदेखिने मान्छे आज दर्शन गर्न आछ त बा यहाँ आइज यहाँ कुरो छ कि कहाँ हिँड्यौ के होइन आज के फटाइ गर्न सोचिस मन्दिरमा छोड्ने भएन छैन तैँले सुध्रे म सुध्रे यहाँ दर्शन गरेर सबै छोडिदिएँ के ए ठिक छ राम्रो काम गरिछस् रोजगारी चाहियो बिहा गर्न पर्यो बिहा रे होइन यसको त दिमागै आएछ कि के हो पैसा कमाउन पर्यो के काम लगाइदिनु पर्यो तपाईँ हुनुहुन्छ म ढुक्क छु सुध्री छ नि तँलाई मैले काम लगाउने ग्यारेन्टी ल्याउँछु तँ जस्तो मान्छेको लागि त म यस्तो भएको के ढुक्क हो त कहाँ हिँड्यौ के कहाँ हुनु यो गाउँमा खसी बाख्रा पनि काट्दैन होइन पहिला त जङ्गा साहब भनेर बोलाउँथे खसी काट्दा अहिले त छैनन् कि क्या मान्छे जस्तो लाग्छ मलाई प्याला चौकटा गरेर खाने मन लाग्यो खसी मासु त्यही भएर हिँडेछु बाबु म त ठिक हो अब कहाँ काट्छन् कुन्नी टाढा पर्छ उता पनि तँलाई यसो ट्रिक लाग त कता काट्छन् नजिक ठाउँमा खसी कुखुरो पकाउन बोलाए के म आउँछु अफगानिस्तानमा कुक गर्यो मान्छे के म 25 वर्ष कुक गर्यो छु भन्छु तँलाई पकाउन खामला भने होलास् मै पकाउँछु नि पारे छैन तँलाई जाँदै रे बाटो आफै पकाएर खाएर यत्रो भइसक्यो अनि अहिले तँलाई मासु ल्याए खामला भने होलास् 1 किलो मासु त मै तुर्दिन्छु के खान्छस् तैँले हड्डी खाने भए आइज ल म त गएँ के सोचेछस् तैँले तेरै अगाडि खसी ढालेर देखाउँछु अफगानिस्तानमा 25 वर्ष भुटानमा 4 वर्ष इङ्ल्यान्डमा कति वर्ष जति वर्ष कुक गर्यो मान्छे हो तेरा अगाडि यत्रो घरले खसी ढलेर देखाउँछु के सोचेछस् कल्पेले के गर्दैछ के पर्ने हो के सुर छ तेरो अब घर गएर आएपछि घर नाम पर्ला नि अब घर कोही जाने त खै जाने कल्पेको आफ्नो मान्छे चाहिँ कसै गरी हुन सकेन त आज चाहिँ पट्टाउँछु कि क्या हो घुम्नको लागि कहाँ जाने हामी लुम्बिनीतिर जाउँला नि लुम्बिनी त ठाउँ राम्रो छ अरे नि त त्यतै जानुपर्छ हामी कहिले जाने 25 गतितिर जाँदा हुन्छ त्यही जान्छ होइन कल्पे त कोठामै रहेछ त घुम्न जाने कुरा भइरहेको छ तर कसै गरी हुन सकेन के कल्पेको मान्छे तर आज चाहिँ पटाउनु पर्छ प्रयास गर्नु पर्यो सकिन्न त कसरी जाने होला
कल्पे आई लभ यु चाहिँ भन्नै पर्छ के आई लभ यु लभ चाहिँ डरो पर्ला जस्तो छ के रिप्लाई चाहिँ आउँछ कि आउँदैन के होइन रिप्लाई त आउँदैन त के भयो के कल्पेलाई कोले फाले चाहिँ ल हेर यो घाँसभरि सब काट्न जान्दैनन् बसै मात्र के हो यस्तो यो कसले लिएर राख्यो यहाँ होइन कल्पेको रिप्लाई त आउँदैन त को छ यहाँ एलटे कहाँ भनेर आएको मेरो छोरीको नातिनी कोठामा छ के भनेर आएर जेलमा हेरेछ त्यहाँ गइहाल सुर्को लाएर यहाँ ठ्याक्कै नबस होइन के कस्तो कुरै नबुझेको रहेछ त तिमी पनि अनपढ हो कि क्या हो होइन के कस्तो कुरो बुझेको छैन त विकृति भयो त यहाँ होइन कसले भर्याङ लगाएर विकृति फैलाएछ त तेरो अगाडि त्यत्रो घरलाई खसी काटेर देखाउँछु क्या सोचिएछस् बुढो त मार्ने नै भइ त वर्ष इङ्ग्ल्यान्ड भुटान सबै ठाउँ काम गर्यो माथि विकृति छ के माथि सोची किन भाग्ने यहाँ छोरीबारी बिगार्लास् गोत्तीले मान्छे त छैनस् ओ म धेरैजनाले गोत्तीले छैन भने खान त के भनेर आछस् यहाँ हाम्रो गाउँमा त बिगार्ने मान्छे हो त गोत्तीले गर्ने मान्छे हो के गर्ने के खाने मान्छे आछस् त खोसी खोसीले सोसी तेरो खोसी लिएर जा भाउ त खोसी जा भाउ त भोक्ने खोसी लिएर आछस् के भनेको भाउ त खोसीले लिएर आछस् के लिएर आछस् तैँले पनि खोसी काटेर देखाउँछस् यो गाउँमा के भनेको के बौला छन् क्या कसका छोरी बेटी बिहारी मैले गाउँका सबैका बिग्रिन्छन् सबैका छोरी बुहारी हाम्रो त टन्न छोरीहरू छन् कति खर्च लाएर हामीले छोरीहरू छोरा बुहारीहरू पढाएन मान्छे भाउ त गोत्तिलो छ भाउ त ओत्तिलो छ खसी नकराउनुस् का खसी ल्याएको का यत्रो घरले खसी 1 किलो मासु तपाईँलाई पनि हुन्छ कि कराउन पर्दैन कुरो मिल्छ क्या यो मेरो हो साथी हो कुरो मिलाउँला यहाँ आउनुहोस् त आऊ का बुढी छोरी धेरै छन् कुरो मिल्छ आउनुहोस् का खसी काट्ने हो का कुरो छ खसी काट्दैछौँ आज तो मान्छे ठिक छ कि गाली गर्न पर्दैन आज खसी काट्ने कुरो छ वहाँ खसी काट्नलाई खसी खोज्दै हिँडेका हामी कति मासु चाहिन्छ भन्नुहोस् कि 1-2 सयमा दिन्छ मैले अहिले मासु ल्याइदिन्छु कि मासु खान त मन लाग्थ्यो मासु ल्याउँछौ त पक्कै ल्याउँछु लिउ उसो भए खाम्ला र बसौँला झगडा गर्न भएन झगडा नगरिकन हो यताउति आँखा लाउन पाइन्न नि कहाँ आँखा लाउने हो खसीमा आँखा राम्रै तरिकाले हामीसित बस्ने हामी घर परिवारसित राम्रैसित बस्ने खाने गरेर बस्ने भए खाम्ला बसौँला मैले मासु लिएर आउँछु है हुन्छ ल ल सरजम पनि चाहियो नि बेस गरी नबोले नगरे आरोप लाउँछ कि गाउँमा के गरे खास कि त्यहाँ मै त जनता बचाउन पर्यो नि त गाउँमा नचाहिँदो काम गर्दैन छस् क्या त गाली अरे भर्खर यहाँ होइन के मै त कल्पनालाई कसै गरी बनाउन सकेन नि त मेरो कुरो मिलाउन
बेटी बिहार वाली कुरो मिलाएर आछु के खसी मासु दिमला भनेको छु के हार्ने हो होइन मोइते हामीले चाहिँ खसीको मासु नखाएको 4 महिना भइसक्यो त कहाँबाट खुवाउँछौ के खसीको मासु म चङ्गैले हे पोके खसीको मासु मुख हाल्न नसक्ने बनायो आज खसी काट्न पर्छ रातो रातो फल मासु खाने हो आज हिँड्क कुरो चाहिँ राम्रो गर्यो के मैतेले लौका पनि खानु पर्छ ल लौका तर खसी चाहिँ कहाँबाट मिलाउने होला के मैतु एउटा आइडिया पुराउन न त खसी काट्ने ल आइडिया लौका हुन्छ यहाँ आइज मैतु खसी चाहिँ कहाँबाट ल्याउनु के खसी आज हामीले तपाईहरुलाई रेबिज रोगको बारेमा कुराकानी गर्दैछौँ। रेबिज रोग के कारणले लाग्छ र केबाट हामी मानिसमा सर्छ भन्ने कुराहरू तपाईलाई जानकारी गराउँदैछु। रेबिज रोग भनेको हैन तपाईहरुलाई लाग्न सक्छ। तपाईहरुलाई यो रेबिज रोग भनेको स्तनधारी चरा हैन चमेरा बुवासु बिरालो हैन कुकुरबाट सर्ने गर्दछ। तपाईले यसको बारेमा जानकारी लिइसके पछाडी तपाई जस्तो शिक्षित मान्छेले हैन तपाई शिक्षित भइसके पछाडी तपाईले गाउँघरमा गएर यो बताउन सक्नुहुन्छ। हाम्रो गाउँघरमा हैन यो जनावरहरू यतिकै छोडिरहेको हुन्छ हैन तिनीहरूलाई कसरी व्यवस्थित गर्ने बारेमा तपाईले जानकारी गराउन सक्नुहुन्छ। ती जनावरहरूले पनि हामीलाई रेबिज रोग सार्ने गर्दछ। यो रेबिज रोगलाई हैन गाउँघरे भाषामा भन्नुपर्दा पानीबाट डराउने रोग पनि भनिन्छ। तपाईले यसरी पनि बुझ्न सक्नुहुन्छ हैन। यसरी सजिलो रूपमा बुझ्नु भयो भने तपाईलाई बुझाउनको लागि पनि सजिलो हुन्छ। बुझ्नु भयो हैन तपाईले नबुझेको कुराहरू मलाई स्पष्टसँग सोध्न सक्नुहुनेछ हैन। अनि दिदी यो रेबिजबाट बस्न हामीले के गर्नु पर्ला त्यो पनि बताइदिनुस् न। अनि यो रेबिज रोग विरुद्धको सुई कहाँ पाइन्छ त? अनि यो रेबिज लागेको भनेर चाहिँ थाहा पाउने चाहिँ कसरी त? हामीलाई रेबिज रोग भनेको हैन बौला कुकुरहरूलाई छोडिएका चौपायाबाट लाग्ने गर्दछ। ती छोडिएका चौपायाहरूलाई हामीले व्यवस्थित गर्नुपर्दछ हैन। हामीलाई त्यो रेबिज विरुद्धको सुई लगायो भने हामीले रेबिजबाट बच्न सकिन्छ। अनि दाइ तपाईले सोध्नु भएको रेबिज रोग लागेको कसरी पत्ता लगाउँछ भन्नु भएको हैन। रेबिज रोग लागेको त्यो पशु चौपायाहरू जनावरहरू हैन चिथो नखोज्ने मान्छेलाई झम्टिने हैन को पार्ने त्यसपछि त्यो पुछार टाङमुनि राखेको हुन्छ। त्यसरी पनि हामीले पत्ता लगाउन सकिन्छ यो चौपायालाई हैन यो पशु चौपायाहरूलाई रेबिज रोग लागेको छ भन्ने कुरा। त्यो जङ्गा सापको कुकुर त्यस्तै तपाईले भने जस्तै टाङमुनि पुछार राख्ने र्याल छोड्ने झम्टिन खोज्ने चेतार्न खोज्ने खालको छ। त्यस्तै तपाईले भने जस्तै त्यही रोग लाएर होला पक्कै पनि हैन? हो ठीक भन्नुभयो। त्यो जङ्गा सापको कुकुरलाई पनि पक्कै पनि रेबिज रोग लागेकै हुनुपर्छ। अहिलेसम्म हामीले गरेका कुराहरूलाई हैन तपाईले ध्यान दिनुभयो भने तपाई जस्तो सक्षम व्यक्तिहरूले गाउँमा रहेका यी पशु चौपायाहरूलाई पक्कै पनि व्यवस्थित गर्न सक्नुहुन्छ र हामी रेबिजबाट बच्न सक्छौँ। आयो गन्जागन यो मासुलाई आज चट्ट भुटेर प्याला चोक्ट गराएर खानियो। 1.5 किलो त ल्याएँ हम सक्दिन। ठिकै छ 2 फेर गरेर खानियो। खाना त खानियो मासु बहुत खानी मन लाग्छ तर मान्छेले देख्ने हुन् कि। ए भाइ जङ्गलमा बिस्तार आयो के अखल सखाल्सीबाट आउँछौ? अहिले के सोच्नु भएको छ कुलचौधरी तपाईले? जङ्गलमा चर्पी गर्ला जस्तो लागेछ। क्षमता भएर पनि ठाउँ नपाए मान्छे हो म। हैन नरिसाउ न मैले त जोक पो गरे त है। दारी पनि फालेछौ के गर्दैछौ र आजभोलि? जङ्गा सापको फर्निचरमा काम गरेको छु। दारी नफाली काम दिएनन् फाल्नै पर्यो नि। अनि दाइ तपाईँ चाहिँ कता? कहाँ हुनु? खसियो मासु खानी भनेर आमा किनकिन कराए गरेर म अक्का दिक्क परेको छु। त्यो मैते फटा भन्नेले खोसी काटेको थियो रे त्यतैतिर लिन जान्छु भनेर हिँडेको छु। मासु त काट्यो के खोइलो
बिक्री कसरी गर्ने हो कि हामीले बेचेको कसले खान्छ अनि त मैतु पैसा त कमाउन पर्यो नि त पर्यो मैतु सोल्टी दारी सोल्टी आए त ए दारी ए दाउन पर्यो के यहाँ त किन बोलाउनु भएको के काम हो र यहाँ आइया का सोल्टी रोजगारी पाउँछौ नि त तिमीले रोजगारी हो त के को रोजगारी तिमी बेरोजगारी होइन र भने त्यो त हो अनि रोजगारी गर्न पर्यो नि त होइन र मैले भन्छु के हाम्रो खसी घरले खसी काटिया छौँ के मासु कहाँ बिक्री गर्ने भन्ने चिन्ता पर्यो मासु बिक्री गर्छौ 1 किलो मासु खाऊ का 1 किलो मासु दिने हो त हामीले भनेको काम चाहिँ मान के मालामाल हुन्छौ 1 किलो मासु खाऊ बुझौ हुन्छ नि 1 किलो मासु दिनु अन्त हुन्छ हुन्छ जेठी आमालाई मासु भनेको होइन र भने मैतु हो पठाउन त उसैलाई लैजाऊ है हुन्छ हुन्छ माथि काइलोवाला पनि लैदिए है 2टा मैतु 1 किलो होइन र हो कान्छैलाई लैदेऊ यो माथि काइलोवाला है फर्केर आउने नि त फेरि हुन्छ 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 काम छ आमै ए आमै कता हुनुहुन्छ हैन ए आमै हेलो है यहाँ मैले त मासु पठाइदिनु भएको छ ए मासु पठाइदियो बाबुले काइलोबा काइलोबा बात हुनुहुन्न ए मासु राखिदेऊ बाले मासु भन्नु भएको रहेछ मासु ओहो आज त मासु खान पाइनु भयो कति मिठो नमस्कार 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 तपाईँ हुनुहुन्छ माडुक्कस होइन कहाँ नि उधारी होइन त्यहाँ जेम्स र मैतेले खसी काटेर रहेछन् म त मासु पिराउन हिँडेको छु खसीको मासु कहाँबाट काटे तिनीहरूले खोइ खोइ हो रहेछ त कहाँ छन् तिनीहरू होइन तपाईँले नि त मासु लिएर हिँड्नु भएको छ जङ्ग साहब मासु हो मासु हो सुन्न बाबु यो साटम के कुखुराको मासु लैजा हुन्न हुन्न जङ्ग साहब हुन्न अहिले मलाई मार्छन् त्यहाँ बिला लगाइरहेछन् तपाईँलाई पनि चाहिए जानुहोस् न यिनीहरूले खसी काँडले जिन्दगी पहिलोचोटि राम्रो काम गरे जस्तो लाग्छ त जान्छु म त्यतै जानुहोस् 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 जाऊ तिमी आज चाहिँ मासु लरो बेचिन्छ कि क्या हो ए बेचाइ खैलो अस्ति बिक्री भइरहेछ के मैतु मासु बेच्न पर्छ है मान्छे छन् बिक्री भइरहेछ त जङ्गेको आउँदैछ त ए खैलो मासु चाहियो भने लिएर त पैसा दिन पर्यो के सोल्टी छिटो ल्याउन त अरू पनि गाउँमा चाहिएको छ भने पठाइदिउ ल मासु किन्न आऊ जाऊ क्या पैसा दिएर जाऊ कोही कोही कुखुरा मासु खान्छन् खसी मासु खान नसक्ने मान्छे हुन् कि तिनीहरू यस्तै छ के सोल्टी यहाँ त कस्ता मान्छे छन् भने होइन खसीको मासु खान नसक्ने हैसियत नभएकाले मै ठुलो भन्छ के मै ठुलो भन्छ छु के मुखाले भन्ने हो खै थर्काउनु त थर्काइयो थियो केटाले गर्यो कि साँच्चै जो हेर काटेछ खसीको मासु कुखुरा मासु अन्त त खसीको मासु बेच के रे पर्यो त्यसलाई मैतु अहिले कहीँ
हाम्रो पनि इज्जत हुन्छ कि सुन्दैन बा मासु ल्याउन आछ त मासु लिन आयो कि क्या हो मासु लिन आएको मासु त सकिसक्यो त त्यसो नगर बाबु हेर न त यहाँ सकिसक्यो के हामीलाई मात्र छ साना बाबु कुखुराको मासु खाऊ तिम्रो मै त मासुसँग हाम्रो खसीको मासु साट्छु भन्छ त त्यसो गर बाबु खाइँदैनौ तिमीले एउटा ल्या त अघि भनेको कुरामा माइन्ड नगरे बाबु गरेको छैन ल्याउनुहोस् ठिक छ पैसा चाहिँ डबल हुनु पर्छ ल ए हुन्छ भइहाल्छ नि कति हो पैसा जङ्गा सल्टी पैसा चाहिँ डबल हुनु पर्छ ल डबल हुन पर्छ भइहाल्छ बाबु कति दिनु पर्ने हो कुन्नी जङ्गा सल्टी खसीको मासुको पैसा छुट्टै होइन 250 दिनु पर्यो नि भइहाल्छ बाबु तपाईँ हुनुहुन्छ म ढुक्क छु पैसा त छु नि 200 होइन सबै राख्दैन ल जात्रै खाने मन लाग्थ्यो मान्छे हुनुहुन्छ के ल बाबु म गएँ धेरै गुण गरे तिमीले गुण हो अनि भइयो सकिन्छ कि के हो खाने मन त जात्रै छ भ्याइन्छ होला प्याला चोक्टा भजन खसीको मासु कुखुरा मासु खाए तिनीहरूले पैसा पनि कहाँ छ र तिनीहरूको खसीको मासु खाने अन्त काटेछ धेरै महिनापछि भएर हो कि जात्रै पसाउँछ खसीको मासु गजबकै रहेछ होइन कहाँ गयो यो कुकुर चे काले ला मासु ल्याएको थिएँ यतिकिन चहम्ला भनेको कहाँ गएको कुकुर पनि बौलाए जस्तै छ चे काले बिहानैदेखि छैन भोका छ कि चे काले होइन कहाँ गयो होला खाने बेला आज हराउँछ सधैँ त आउने गर्थ्यो यति बोलाउँदा पनि आएको छैन चे काले पनि छैन चे काले खाने बेला आज हराउँछ यो गत्थेरा पनि सधैँ त आउँथ्यो कहाँ लाग्छ आज बुझ्न पर्नु धेरै गुनी थियो कहाँ गयो खोज्न पर्ने हो त्यसलाई पाकेन अब मासु पाकिसक्यो भोग्ला कहाँबाट बुढो खसीको मासु लिएर चाहिँ क्या पाक्दा पनि पाकेन हरभरि होइन होला हुन्छ खाइहाल्नु सबैले खान्ला नि फोन त वर्षको एक दिन मासु खान हामीलाई त खाने मन लाग्छ चौवन सकिँदैछ मासु त पाकेन चौवन साह्रै गाह्रो पशुसम्म मासु तैँले लिएर खुवाइस् हामीलाई धन्न त मैतेले मासु पठाएर खाने भयो हामीले वर्षमा
बल्ल चाहिँ मासु खाइयो जत्रै साह्रो रहेछ दाँत मासु खानलाई दाँत तयार भएर छन् आमा छ भने तपाईँले पनि खानुहोस् है मासु त मिठो छ त झुरुम झुरुम छ यो चाहिँ राम्रो काम गरेछन् खसी काटेर खाओलान् कुखुरा मासु होइन फ्यास्स कुकुर चाहिँ गनाऊ आएको के होइन कुकुर कहाँ गयो खाने बेला हराएछ त यति बेला त आइसक्थ्यो कुकुरलाई नखाइकन त खै मलाई मिठो भएन त घरमा आफ्नो भनेको त्यही कुकुर थियो कुकुर बिना त मिठो भएन कुकुर र म बाहेक अरू को छ र घरमा त्यही हो साथ दिने दुःख सुखमा कुलचन्द्र मेरो कुकुर देखेथ्यौ बिहानदेखि छैन के भन्नु तपाईँले कुकुर हरायो रे झत्रै राम्रो त गुनी थियो अलि भर्खर मासु खाएको यसो हड्डी सड्डी खान्थ्यो होला जाम ल कताको खोज्न जाम ल होइन मैतीले चाहिँ खसी ल्याउँदैन कि क्या हो आउँदैन त आइज के आज भुटेर खान पर्ने हो के खसी मैतु रगत पनि थाप ल यहाँबाट आनिदिन्छु छोड न होइन के यहाँनिर पातलो छ यहाँबाट चम्मै जान्छ नि काट्ने यहाँबाट होइन का बिचरा टाउकाँडो हो यहाँ त मोटो छ त सकिन्न के मैतु हान के सकिन्छ ल ठिक छ मैतु त पर न हुन्छ मैतु चप्पै छिन्यो त आयो गन्जा